सो हेलो गाइज वेलकम टु माई मिनी भ्लग र होप यहाँहरू सबैजना सन्चै हुनुहुन्छ। म पनि सन्चै छु। म चाहिँ बिहान बिहान उठेर मुखसुख धोएर चाहिँ आमाले टिका लगाइदिन्छु भनेर बोलाउनु भयो। त्यसपछि म चाहिँ टिका लाउन थालेँ। यहाँ आमाले टिका लगाएर आशीर्वाद दिँदै हुनुहुन्थ्यो। त्यसपछि टिका लाउँदा लाउँदै मम्मीले चाहिँ खाना खान आइज भन्नुभयो। सो मैले चाहिँ खाना खान गएँ। खाना खाइसकेपछि हामी चाहिँ मामा घरमा थियौँ नि त। सो घर जाने भनेर चाहिँ म रेडी भएँ। अनि आमाले सुन्तला खा भन्नुभयो। अनि आमाहरूले पनि खाँदै हुनुहुन्थ्यो। त्यसपछि मम्मीले चाहिँ अगाडि स्कुटर चलाउनु भयो। अनि म चाहिँ घर आएँ। घर आएर चाहिँ बाहिर जानुपर्ने काम थियो, बजारतिर जानुपर्ने कामहरू थियो। त्यही भएर मम्मीसँग चाहिँ घर आएँ। अनि त्यसपछि रेडी भएर चाहिँ ब्रसहरू गरेर फ्रेस भएर चाहिँ रेडी भएर म बजारतिर लाग्न थालेँ। अनि हेर्नु न, मेरो हेलमेटको चाहिँ पुरै पाप्रा उक्केर एकदम बिजोक देखिरहेको छ। हेलमेटलाई चाहिँ इग्नोर गरेर मान्छेलाई मात्रै हेर्नु होला है त। अनि म चाहिँ यसरी स्कुटर निकालेर गएँ। तर फर्किँदाखेरि के भयो, चराले चाहिँ मेरो मुखमै हक दियो। अनि अब यो लक्की हो कि अनलक्की हो हजुरहरूले भनिदिनु पर्यो। त्यसपछि फेरि मम्मीलाई लिएर बजार गएँ। त्यसपछि मलाई यो एयर फ्रायर चाहिँ एकदम मन परिरहेको थियो र यो डल पनि। त्यसपछि फर्किँदाखेरि मासु लानु पर्यो भनेर चाहिँ आएको। मासु पसल अगाडि चाहिँ यो बाख्रालाई राखिराख्नु भएको थियो। बाख्रा होइन, खसीलाई राखिराख्नु भएको थियो भोलि काट्ने भनेर। सो म मटन चाहिँ खाँदिनँ, त्यही भएर आन्टीलाई चाहिँ चिकन काटिदिनु भन्न लगाएँ र मैले चाहिँ विङ्स काट्न लगाएँ। किनभने म भोलि स्पाइसी विङ्स बनाउने वाला छु, एकदम मिठो मिठो पिरो। र मासु पनि अलिअलि ल्याएँ। त्यसपछि हामी घर आयौँ। सो आजको ब्लग चाहिँ यति नै हो। हजुरहरूलाई कस्तो लाग्छ हेरेर लाइक कमेन्ट गर्न नबिर्सिनु होला है त। थ्याङ्क यू।